एकछिन कल्पना गर्नुहोस्, यदि आज भन्दा करिब 1400 वर्ष अघिका मक्कामा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम नआउनु भएको भए, जसले मानिसहरूलाई उनको वास्तविक सृष्टिकर्तासँग चिनाउनु भयो। यदि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम यस संसारमा कहिल्यै नआएको भए आज हाम्रो जीवन कस्तो हुन्थ्यो होला? हामीलाई अल्लाह एक हुनुहुन्छ भनेर कसले सिकाउँथ्यो? अनाथको शिरमा मायाले हात राख्नु पनि पुण्यको काम हो भनेर कसले सम्झाउँथ्यो? शक्ति हुनु मात्र ठुलो कुरा होइन, शक्ति हुँदा हुँदै पनि क्षमा गर्न सक्नु नै महानता हो भनेर कसले सिकाउँथ्यो? मानिसको सम्मान उसको धन, रूप, जात वा वंशले होइन, उसको धर्मपरायणता र चरित्रले निर्धारण गर्छ भनेर कसले बताउँथ्यो? त्यो केवल एउटा महान व्यक्तिको आगमन थिएन, त्यो सम्पूर्ण मानव जातिका लागि दयाको आगमन थियो। उहाँ सल्लल्लाहु अलैहि वसल्लम त्यही महान व्यक्तित्व हुनुहुन्छ जसले आफ्ना विरोधीहरूका लागि पनि श्राप होइन, मार्गदर्शनको प्रार्थना गर्नुभयो, जसले कमजोरहरूलाई सम्मान दिनुभयो, अनाथहरूलाई माया गर्नुभयो, दासहरूलाई पनि मानवको सम्मान दिनुभयो र सम्पूर्ण मानव जातिलाई एउटै परमेश्वरको उपासना गर्ने बाटो देखाउनुभयो। आज यदि कसैले हाम्रो प्रिय नबी सल्लल्लाहु अलैहि वसल्लमको सम्मानमा आपत्तिजनक कुरा गर्छ भने हाम्रो जवाफ गाली वा घृणा हुनु आवश्यक छैन। हाम्रो जवाफ यो हुनुपर्छ, संसारलाई बताऊ मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम वास्तवमा को हुनुहुन्थ्यो। आउनुहोस् आज केही मिनेटका लागि इतिहासका ती पन्नाहरू पल्टाऊ जहाँबाट मानव सभ्यताको एउटा नयाँ अध्याय सुरु भएको थियो। मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको पैगम्बरी सुरु हुनु अघि संसारका धेरै ठाउँमा अन्याय, अत्याचार र असमानता व्याप्त थियो। अरब समाजमा कबिला बीचको दुश्मनी पुस्तौंसम्म चल्थ्यो। शक्तिशालीले कमजोरमाथि आफ्नो प्रभुत्व जमाउँथ्यो। अनाथ र गरिबहरू धेरै पटक असहाय हुन्थे। बहुदेववाद र मूर्ति पूजा व्यापक थियो, तर त्यसको अर्थ त्यहाँ असल मानिस वा राम्रा गुणहरू थिएनन् भन्ने होइन। अरब समाजमा साहस, अतिथि सत्कार, उदारता र वचन पूरा गर्ने जस्ता राम्रा गुणहरू पनि थिए, तर मानव समाजलाई त्यस्तो मार्गदर्शन आवश्यक थियो जसले यी असल गुणहरूलाई एउटा पूर्ण नैतिक जीवन पद्धतिमा रूपान्तरण गर्न सकोस्। त्यसपछि अल्लाहले आफ्ना अन्तिम रसुल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई मानव जातिको मार्गदर्शनका लागि पठाउनु भयो। कुरानमा अल्लाहले भन्नुभएको छ, र हामीले तपाईलाई सम्पूर्ण संसारका लागि रहमत अर्थात् दया बनाएर मात्र पठाएका हौं। सूरा अल अम्बिया आयत 107। ध्यान दिनुहोस्, कुरानले यो भन्नुभएको छैन कि उहाँ केवल एउटा जात वा एउटा समुदायका लागि दया हुनुहुन्छ। भनिएको छ सम्पूर्ण संसारका लागि दया। त्यसपछि यो शुभ समय आयो जब मक्काको पवित्र भूमिमा हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म भयो। उहाँ हजरत अब्दुल्ला र हजरत आमिना बिन्ते वहबका पुत्र हुनुहुन्थ्यो। जहाँ जन्मनु भन्दा अगाडि नै उहाँका पिता अब्दुल्लाहको निधन भइसकेको थियो, अर्थात् जस बालकलाई भविष्यमा सम्पूर्ण मानव जातिका लागि दयाको माध्यम बनाइने थियो, उहाँ स्वयं बाल्यकालदेखि नै अनाथ हुनुहुन्थ्यो। पछि कुरानमा अल्लाहले सम्झाउनु भयो के उहाँले तपाईलाई अनाथ अवस्थामा पाएर आश्रय दिनु भएन र? सूरा अद-दुहा आयत नम्बर 6। सायद यही कारणले पनि उहाँले अनाथ, गरिब र कमजोरहरूप्रति विशेष करुणा र माया देखाउनु भयो। उहाँ सल्लल्लाहु अलैहि वसल्लमको सम्पूर्ण जीवनले हामीलाई एउटा ठूलो शिक्षा दिन्छ। मानिसको महानता उसको बाल्यकाल कति सुखमय थियो भन्ने कुराले निर्धारण गर्दैनन्। महानता त यस कुरामा हुन्छ कि उसले आफ्ना कठिन परिस्थितिलाई मानव जातिका लागि कति ठूलो भलाइमा परिवर्तन गर्न सक्छ। मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई पैगम्बरी प्राप्त हुनु भन्दा
पहिले नै मक्काका मानिसहरूले उहाँलाई अस्सादिक व अल अमीन भनेर चिन्थ्यो, अर्थात् सत्यवादी र विश्वास योग्य। यो कुरा अत्यन्त महत्त्वपूर्ण छ। जुन समाजमा उहाँले पछि पैगम्बरीको घोषणा गर्नुभयो त्यही समाजका मानिसहरू उहाँको चरित्रसँग पहिले नै परिचित थिए। पैगम्बरीको घोषणा गर्नुभन्दा धेरै पहिले नै उहाँको जीवनले प्रमाण दिइसकेको थियो कि उहाँ झुट बोल्ने व्यक्ति हुनुहुन्न। यसबाट हामी एउटा ठुलो शिक्षा पाउँछौँ। धर्म केवल मुखले बोल्ने कुरा होइन, धर्म हाम्रो व्यवहार र चरित्रमा देखिनु पर्छ। सत्य बोल्नु, अमानत जोगाउनु, वाचा पूरा गर्नु, कमजोर प्रति दयालु हुनु, यी सबै नबी सल्लल्लाहु अलैहि वसल्लमको जीवनका महत्त्वपूर्ण शिक्षाहरू हुन्। त्यसपछि त्यो ऐतिहासिक रात आयो जसले सम्पूर्ण मानव इतिहासको दिशा परिवर्तन गरिदियो। मक्का नजिकैको हिराको गुफामा हजरत जिब्राइल अलैहिस्सलाम सन्देश लिएर उपस्थित हुनुभयो र भन्नुभयो, इक्रा, पढ्नुहोस्। त्यही क्षणबाट वहीको सुरु भयो। अल्लाहले आफ्ना अन्तिम रसुल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई मानव जातिको मार्गदर्शनका लागि चयन गर्नुभयो। त्यसपछि उहाँले मानिसहरूलाई सबैभन्दा पहिले के कुराको आह्वान गर्नुभयो? एकेश्वरवादको, एउटै अल्लाहको उपासना गर, उही एक परमेश्वरको अगाडि झुक, उहीसँग सहायता माग र मानिसलाई मानिसको दासत्वबाट निकालेर सृष्टिकर्ताको बन्दगीतर्फ लैजाऊ। यो केवल धार्मिक शिक्षा थिएन, यसले मानिसको आत्मसम्मानलाई पनि पुनर्स्थापित गर्यो। मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले केवल उपासना गर्ने तरिका मात्र सिकाउनु भएन, उहाँले असल मानिस भएर बाँच्ने तरिका पनि सिकाउनु भयो। नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ, तिमीहरू मध्ये सबैभन्दा उत्तम त्यो हो जसको चरित्र सबैभन्दा राम्रो छ। एकछिन सोच्नुहोस्, यदि कुनै मानिस नमाज पढ्छ, रोजा राख्छ, तर अरूलाई दुख दिन्छ, धोका दिन्छ र अन्याय गर्छ भने नबी सल्लल्लाहु अलैहि वसल्लमका शिक्षाले हामीलाई सम्झाउँछन् कि इबादतसँगै राम्रो चरित्र पनि आवश्यक छ। उहाँको जीवनमा करुणा थियो, नम्रता थियो, न्याय थियो, धैर्य थियो, क्षमा थियो र सबैभन्दा ठुलो कुरा आफ्नो पालनकर्ता प्रतिको गहिरो समर्पण थियो। त्यसैले कुरानमा अल्लाहले आफ्ना नबी सल्लल्लाहु अलैहि वसल्लमका बारेमा भन्नुभएको छ, निश्चय नै तपाईँ महान चरित्रमा हुनुहुन्छ। सूरा अल कलम आयत नम्बर 4। अब त्यो दृश्य कल्पना गर्नुहोस्, त्यही मक्का जहाँका मानिसहरूले उहाँलाई अनेकौं पीडा दिएका थिए, जसले उहाँ र उहाँका साथीहरूमाथि अत्याचार गरेका थिए, त्यही मानिसहरू जसका कारण धेरै मुसलमानहरूले आफ्नो घर, सम्पत्ति र जन्मभूमि छोड्नु परेको थियो। एक दिन त्यही मक्का उहाँको नियन्त्रणमा आयो। अब शक्ति उहाँको हातमा थियो। चाहनु भएको भए विगतका सबै अत्याचारको बदला लिन सकिन्थ्यो। तर यही ठाउँमा नबी सल्लल्लाहु अलैहि वसल्लमको चरित्रले मानव जातिलाई एउटा महान पाठ सिकायो। शक्तिले उहाँलाई अहंकारी बनाएन, विजयले उहाँलाई प्रतिशोधी बनाएन। उहाँले माफी र क्षमाको बाटो रोज्नु भयो। यही थियो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको चरित्र, यही हो वास्तविक महानता र यही कारणले उहाँले केवल भूमि मात्र होइन, मानिसहरूको हृदय पनि जित्नु भयो। आज हामी मानव अधिकारको कुरा गर्छौं, तर करिब 1400 वर्ष अघि नै मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले समाजका कमजोर र उपेक्षित वर्गहरूको अधिकारमा विशेष जोड दिनु भएको थियो। उहाँले मानिसहरूसँग राम्रो व्यवहार गर्न सिकाउनु भयो, अनाथहरूको संरक्षण गर्न प्रेरित गर्नुभयो, गरिब र आवश्यकतामा परेकाहरूको सहयोग गर्न प्रोत्साहित गर्नुभयो, दासहरूसँग पनि राम्रो व्यवहार गर्न सिकाउनु भयो र अन्यायबाट रोक्नु भयो। नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, मुस्लिम त्यो हो जसको जिब्रो र हातबाट अर्को मुस्लिम सुरक्षित रहन्छ। अब आफैलाई एउटा प्रश्न सोधौं, यदि हामी वास्तवमै मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई प्रेम गर्छौं भने हाम्रो जिब्रोबाट अरू मानिसहरू किन सुरक्षित नहुने? हाम्रो हातबाट कसैलाई अन्याय
किन हुने, हाम्रो व्यवहारमा धोका किन हुने, हाम्रो कुराकानीमा झुट किन हुने, हाम्रो व्यवहारमा कठोरता किन हुने। नबी सल्लल्लाहु अलैहि वसल्लमको प्रेम केवल नाराको विषय होइन, यो हाम्रो चरित्रमा देखिनु पर्छ। अल्लाहले कुरानमा भन्नुभएको छ, र हामीले तपाईलाई सम्पूर्ण संसारका लागि दया बनाएर मात्र पठाएका हौं। उहाँको यो दया केवल एउटा समय वा एउटा पुस्तासम्म सीमित थिएन। आज पनि हामी उहाँको जीवन पढ्दा जीवनका लगभग हरेक क्षेत्रमा मार्गदर्शन पाउँछौं। घरमा कसरी बस्ने, आमा बुबासँग कसरी व्यवहार गर्ने, बच्चाहरूसँग कस्तो व्यवहार गर्ने, छिमेकीको अधिकार के हो, व्यापार कसरी गर्ने, विरोधीसँग पनि न्याय कसरी गर्ने, कमजोरको सहयोग कसरी गर्ने, रिसलाई कसरी नियन्त्रण गर्ने, र सबैभन्दा महत्त्वपूर्ण आफ्नो सृष्टिकर्तासँग सम्बन्ध कसरी बलियो बनाउने। यही कारणले सयौं वर्ष बितिसक्दा पनि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवन आजसम्म संसारका करोडौं मानिसका लागि मार्गदर्शनको स्रोत बनेको छ। आज यदि कसैले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको सम्मानमा आपत्तिजनक कुरा गर्छ भने एउटा मुस्लिमको मन दुख्नु स्वाभाविक हो। तर हामीले आफैलाई एउटा प्रश्न पनि सोध्नु पर्छ, के हामी संसारलाई आफ्नो नबी सल्लल्लाहु अलैहि वसल्लमको वास्तविक जीवन र चरित्र बारे बताइरहेका छौं? के हाम्रो व्यवहारले मानिसहरूलाई देखाउँछ कि हामी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका अनुयायी हौं? के हामी सत्य बोल्छौं? के हामी अमानतदार छौं? के हामी छिमेकीको ख्याल गर्छौं? के हामी गरिब र आवश्यकतामा परेकाहरूको सहयोग गर्छौं? के हामी आफ्ना आमा बुबाको सम्मान गर्छौं? के हाम्रो जिब्रबाट अरू मानिसहरू सुरक्षित छन्? किनकि यदि हामी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई प्रेम गर्छौं भन्ने दाबी गर्छौं भने हाम्रो जीवनले पनि त्यो प्रेमको प्रमाण दिनुपर्छ। एकछिन आँखा बन्द गर्नुहोस् र कल्पना गर्नुहोस्, आज भन्दा 1400 वर्ष भन्दा बढी समय अघि अरबको एउटा भूमिमा एक महान नबी आउनुभयो। उहाँ संसारका सबैभन्दा धनी राजा हुनुहुन्थ्यो। उहाँसँग सुनका महलहरू थिएनन्, तर आज पनि करोडौं मानिसहरूको हृदयमा उहाँको प्रेम जीवित छ। उहाँले संसारलाई धनको राज्य दिनु भएन, उहाँले इमानको सम्पत्ति दिनुभयो। उहाँले मानिसलाई अर्को मानिससँग मात्र जोड्नु भएन, उहाँले मानिसलाई उसको सृष्टिकर्तासँग जोड्नु भयो। आज पनि जब हामी उहाँको नाम सुन्छौं, हाम्रो ओठबाट स्वत निस्कन्छ, सल्लल्लाहु अलैहि वसल्लम। उहाँ अल्लाहका अन्तिम नबी हुनुहुन्छ, उहाँ रहमत हुनुहुन्छ, उहाँ हाम्रो आदर्श हुनुहुन्छ। उहाँको जीवन हाम्रो मार्गदर्शन हो र उहाँ प्रति सच्चा प्रेम हाम्रो इमानको महत्त्वपूर्ण हिस्सा हो। त्यसैले यदि कसैले उहाँको सम्मानमा आपत्तिजनक कुरा गर्छ भने हामी आफ्नो जीवनलाई उहाँको सुन्दर चरित्रको प्रतिबिम्ब बनाउने छौं। हामी घृणाको जवाफ घृणाले होइन, उहाँले सिकाउनु भएको दया, सत्य, क्षमा, न्याय र उत्तम चरित्रबाट दिनेछौं। हामी संसारलाई बताउँछौं मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम को हुनुहुन्थ्यो। उहाँ जसले आफ्ना विरोधीहरूलाई क्षमा गर्नुभयो, जसले अनाथलाई सहारा दिनुभयो, जसले कमजोरलाई सम्मान दिनुभयो, जसले मानव जातिलाई आफ्नो पालनकर्तासँग जोड्नुभयो। उहाँका बारेमा अल्लाहले भन्नुभयो, र हामीले तपाईलाई सम्पूर्ण संसारका लागि दया बनाएर मात्र पठाएका हौं। सायद हाम्रो सबैभन्दा सुन्दर उत्तर यही हो। हामी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको सम्मान कसैलाई गाली गरेर होइन, उहाँको सुन्नत र शिक्षालाई आफ्नो जीवनमा उतारेर गर्नेछौं। हे अल्लाह, हामीलाई आफ्ना प्रिय नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको साँचो प्रेम प्रदान गर। हामीलाई उहाँको सुन्नतमा हिँड्ने तौफिक देऊ। हाम्रो बोली, हाम्रो व्यवहार, हाम्रो कारोबार र हाम्रो सम्पूर्ण जीवनलाई उहाँका शिक्षा अनुसार बनाइदेऊ। आमीन या रब्बल आलमीन।